नमस्कार। म गोठालो अन्तरे ब्रह्मपुत्र कटेर मिरी छपरीको बयर वनमा आएको छु। यो बगडीको बुट्टा लगभग 50 किसिमका वटा स्वाद भएका बयर। अब तपाईँ 1 महिनापछि आउनु भने यो बोटको अर्कै स्वाद, यो बोटको अर्कै स्वाद, त्यो बोटको अर्कै स्वाद, यो बोटको अर्कै स्वाद, यो बोटको अर्कै स्वाद, त्यो बोटको अर्कै स्वाद। यी सब बयरका बोट हुन्। यी सब बयरका बोट हुन्। कवितामा पनि लेखिन्छ, म बयरको रुखमाथि चढेर बयर झारिदिन्छु, उनी तल बसेर नुनसँग बयर खान्छन्। आऊ हामी बयरको रुख तल कविता लेखौँ। आऊ प्रिय, हामी बयरको रुख तल कविता लेखौँ। यस्ता यस्ता कविता। र यो सबै बयरघारी हो। यो आफै उम्रेको हो कान्छ बयरघारी। सबै आफै उम्रेको। यी सबै आफै उम्रेको हो। उतापट्टि नदीको तिरले गरेर यता उसले गरेर बयर आफै उम्रेको हो। ल तपाईँहरूले बयरलाई लिएर यो बयरघारी लिएर कसले कस्तो कविता लेख्नुहुन्छ र यो बयरलाई यो कमसेकम कान्छा कति 50 वटा स्वादका विभिन्न बोटका विभिन्न स्वाद विभिन्न स्वाद छन्। र यो बयर बहुत ठुलो पनि हुन्छ, चढ्ने पनि हुन्छ। पछि यो बयरको रुख तपाईँलाई थाहा भयो होला, काँडा हुन्छ, यस्तो काँडा हुन्छ। र यो बयरको रुखलाई लिएर हजुरहरूले कस्तो कस्तो कविता लेख्नुहुन्छ मेरो मेसेन्जरमा हालिदिनु होला। म राम्रो कविता, एकदम राम्रो बयरलाई लिएर कविता लेख्ने गोठा लिएर आउने छु। एकदम आसामको पूर्वी प्रान्तमा गोठामा तिमी बयरको रुखको तल आउनु, म पनि त्यही आउँछु। म बयर झारिदिउँला, तिमी साँधेर खानु, हामी सँगै बसेर कविता लेखौँला। तिमी बयरको रुखमा आउनु, म त्यही आउनु प्रिय। गोठालाहरूको यस्तै यस्तै कविता लेख्छ नि। गोठालाहरूको अब कविताको अलिकति प्रेम लहरी हुन्छ, मदन लहरी हुन्छ गोठालाको कवितामा। अनि त्यस पछाडि विभिन्न अलिकति रोमान्टिजिम पनि हुन्छ। फेरि रोमान्टिजिम छोडेर भक्तिजिमका पनि छन् अलग्गै। तर अब यो बयरको रुखलाई लिँदाखेरि तरुण तरुणीहरू बसेर गोठमा नारी चरित्र बहुत कम्ती हुन्छन् गोठमा। त्यही कारणले गोठको कथाहरूमा नारीलाई लिएर चरित्रलाई लिएर खुब गरिन्छ। र हाम्रो कान्छो गोठालो कान्छो गजल लेख्छ। र यो बयरलाई लिएर बयर वनमा आऊ तिमी, भेट होला हाम्रो, भेट भए कस्तो होला जीवन चल्रा राम्रो। यस्तो खालको कविताहरू लेखेर यो बयरलाई कता ठोकिएछ, अघि ठोकिएको यहाँ अलिकति खुन पनि निक्लेछ कहाँ के ठोकियो यतापट्टि। र यो लगभग 50-60 स्वादका बयर। यहाँ त बयर फलेको रहेछ, फलेका छन्। कोही कोही पाक्न लागे। बयर कस्तो, यो सानो खालको बयर हो। यो सानो खालको बयर हो, अलिक ठुला पनि हुन्छ नि। यो अलिक अमिलो अमिलो मिठो मिठो रहेछ। यो हाम्रो प्रेमिकाहरूलाई चाहिँ खुब स्वाद हुन्छ। मेरी प्रेमिका हुनुहुन्थ्यो भने, अगर म विगतमा हुन्थ्यो भने उनीले चाहिँ राम्ररी खान्थिन् होला। यो अब अर्कै स्वाद हुन्छ नि। अर्कै स्वाद। यो बयर चिन्नु पनि हजुरहरू। लो हामी त्यहाँ बगडी भन्छौँ, आसाममा बगडी भन्छौँ। ल बयरको बगडीको रुखलाई लिएर कविता लेख्नु होला। धन्यवाद, नमस्कार।